ल यहाँ प्रितेव जोशी चाहिँ उड्न लागिरहेछ हैन। आज हाम्रो चाहिँ संजोगले भेट टक्क भएर आज प्रितेव जोशीसँग यस्तरी भेट भयो नि यसको त खै केही नै शब्दै छैन कि। म त प्रितेव जोशीलाई तिमी प्रितेव जोशी हो भन्दै गर्दाखेरि त मलाई दिमाग चाटेको थियो। एकछिन चाहिँ यति रिस उठाएको थियो उसँग पनि हैन। मैले उसको स्वरबाट यति चिनेको थिएँ तर पनि उसले त्यस्तै गर्यो। तै पनि उसले पछिबाट यति मजाले बोल्यो कि वा यो मान्छेको त म बयानै गर्न सक्दिनँ कि। माका टुरु ल यार, ल यार प्रितेव जोशी स्वाट गयो यार। टाइगरदेखिको केही किलोमिटर मासतिर निस्किँदै गर्दाखेरि हामी दुईजनाको भेट हुँदै गर्दा प्रितेव जोशीलाई तिमी कहाँ हिँडेको भनेर मैले नचिनिकन सोध्दै गर्दा प्रितेव जोशीले दाइ माथि हिँडेको भन्दै गर्दाको पल चाहिँ यस्तो खुसी लाग्छ नि हैन। बबाली रमाइलो लाग्यो। अनि उसलाई हामीले फलो गर्दै ऊ चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँसम्म चाहिँ उसलाई फलो गऱ्यौँ। अनि मैले सोधेँ तिमी प्रितेव जोशी हो? दाइ हो। अनि उसले गर्ने हामीसँगको व्यवहार यस्तो राम्रो लाग्यो। हामी यति बोल्यौँ उसलाई हैन। उसले गर्ने व्यवहार हामीलाई एकदम मन पर्यो मलाई चाहिँ। तर छोटो समयमा भेट भयो, खुसी लाग्यो। झरेको अब त्यसो लागेर मात्रै हो कि तिमीलाई तिम्रो यस्तो खालको टोन चाहिँ हामी भिडियोमा देखिरहेको हुन्छौँ नि त। अनि गरिदिनु त भन न साँच्चै प्रितेव आमा ल फेरि हात मिलाउँदा मिलाउँदैछु होइन। मैले ठ्याक्कै के यो झोला देखेपछि मैले तिमीलाई ट्याक्क भनेको। अनि दाइ माथिबाट भनेपछि अरे प्रितेवको सुरु छ त यार यो होइन। अनि त्यही भएर मात्रै हो कि। र मलाई के बोल्ने के नबोल्ने भन्ने कुरा त्यतिखेर केही नै थाहा थिएन कि। म त पुरा ब्लाइन्ड थिएँ होइन। अनि मलाई चाहिँ के थियो भनेदेखि प्रितेवसँगको त्यो भेट्दै गर्दाको त्यो मोमेन्टै मेरो लागि चाहिँ धेरै खुसी थियो क्या होइन। प्रितेवसँग यो तरिकाले चाहिँ भेटिन्छ भन्ने चाहिँ मैले सोचेको थिइनँ कि। तर थ्याङ्क्स भन्न चाहन्छु म प्रितेवलाई चाहिँ होइन। यति छोटो समयमा धेरै कुराहरूको सेयरिङ गर्न पाइयो, त्यसैमा खुसी छु। अनि म एउटा फ्यानै हो तिम्रो होइन। तिमीले गर्ने हरेक त्यो हुन्छ नि एक्टिभिटिजहरू चाहिँ हामी सबैलाई मनपर्छ क्या। कति धेरै संवाद गऱ्यो हामीले। अनि त्यही हो अब प्रितेवसँग भेट भयो। तर हामीले जति जे जस्तो सोचे पनि नि तर त्यो मान्छे चाहिँ छैन। भेट्दै गर्दाखेरि उसँगको जुन ठुलोपन गर्ने यताउता गर्ने भन्ने चाहिँ उमा छैन जस्तो लाग्यो। किनभने उसले त्यहाँनिर त्यत्रो घाममा पनि उसले हामीसँगको कुराकानीमा कति सरल तरिकाले बोलिरहेको थियो कि दाइ यो त्यो ह्यान त्यान वा होइन। सबैभन्दा इन्ट्रेस्टिङ चाहिँ त्यही लाग्यो मलाई। मैले भिडियो लुकी बनाउँदै थिएँ भनेको चाहिँ प्रितेव त एउटा युट्युबर पनि हो, ब्लगर पनि हो अनि होइन। त्यही भएर नि मैले लुकी भिडियो बनाउँदै थिएँ। पछिबाट चाहिँ मलाई त्यो प्रितेवले के बनाउने दाइ जानु तलबाट मेरो भिडियो बनाउनु, म यहाँबाट जान्छु भनेपछि चाहिँ तिम्रो मैले अलिअलि भिडियो चाहिँ बनाएको थिएँ के गर्ने भनेर मैले उसलाई सोध्दै गर्दा दाइ केही हुन्न बनाउनु भिडियो तलबाट बनाउनु भन्दै गर्दाखेरि चाहिँ अझ धेरै मेरो मन जितेपछि त्यहाँ हो कि प्रितेवले। त्यही हो अब छोटो समयमा भेट भयो प्रितेव, धेरै खुसी लागिरहेछ। नेक्स्ट टाइम तिमीसँग चाहिँ बसेर कफी खाने गरी तिमीसँग भेट्ने छु होइन। अहिले छोटो समयमा थियो त्यो पनि हामी धेरै टाढा पुग्नुपर्ने भएकोले गर्दा अनि यति धेरै फन्नी मान्छे रहेछ, यति धेरै मिल्ने मान्छे भनौँ न होइन। यति धेरै मैले त्यस्तो ठुलो नहुने मान्छे भने मैले उसलाई। कुरा त्यही हो। अब प्रितेवलाई हेर्न न यहाँबाट मैले चाहिँ यो भिडियो चाहिँ लुकी बनाउँदै थिएँ होइन। यहाँ बोलेको त के छ। त्यही हो गाइज, प्रितेवसँग भेट भयो, खुसी लाग्यो। नेक्स्ट टाइम अर्को भिडियो